अनि हेर्दै हेर्दै डढ्छु मैले के अन्त अनि कता हेरिराखे त मकै दिन हेरेर नि अनि आफ्नो हेर्ने रे मलाई चाहिँ खालि मकै हेरेन अर्कालाई तिर्नु पर्दैन तिर्नु पर्यो यो त मकै बेचेको अरे ल्या तिर्नु पर्यो नि के को यहाँ मलाई किसिम नगराउने दिदी मैले त्यसै राखेको होइन पैसा दिइराखेको हेर्नु पर्यो यहाँ मकै मलाई चाहियो म हिसाब मलाई म गइहाल्छु घरतिर तुलाई पनि मान्छे औषधि खानु पर्छ त्यही भएर आएको यस्तो आएको घुरोमा मलाई पनि थाहा छ मलाई डराउने आफूले डराउँछ मलाई पो दोष लाउनु गाडी होस् होइन मान्छेलाई भन्नु त्यहाँ मलाई पनि होस् तपाईँलाई पनि होस् भनेर पो अब खालि साउजीले गरेर हुन्छ म त बस्दिनँ म पोल्दिनँ अब म खालि कराउँ खालि यो दिदी औषधि नहुने दिदी बहिनी भएर आफ्नो मान्छे कहिले नहुँदैछ गएँ म घरतिर अब पोल्दैन मलाई के अलिक अलिक कराउँछु औषधि खान पैसा कमाउने दिदी भएर आज मलाई यस्तो गर्ने ए म भुताइदिन्छु बरु मेरो मायालाई मलाई दिदीको फेरि भुत्लाउनु के भुत्लाउनु तपाईँलाई पनि मलाई तपाईँ होइन मलाई बहिनी तँलाई पनि उपचार गर्छु तँलाई पनि उपचार गर्छु म पनि साउलाई पनि तिर्नु पर्यो अनि तपाईँलाई पनि उपचार गर्न पर्यो तँ पनि खानु पर्यो म पनि खानु पर्यो त्यति पनि नबुझ्या प्रेसर बढेको छ बेला बेलामा कति टेन्सन एक कप चिया भएर बस्नुपर्छ मासु भात कहाँ दिन्छ र चिसो एक बोतल दिन्छ भने कति सोचिया दिदी आयो अनि त्यहाँ त्यस्तो गाठी अचम्म लाग्छ मलाई अब यो मकै अब पोलिसकेपछि पोल्नु क्या म गरिहाल्छु नि जे परे पनि मकै नडराउनु भनेको त मैले अनि धोतिर आउँछ धोतिरहरूलाई चाहिँ पोल्ने कहिले आयो है मैले के भन्थेँ है मलाई पनि क्षमा गर्न मलाई माफ अब म दसमा जोडे पिन्दैछु मैले कहाँ पनि ढोगिदिया मेरो धरकान तिम्रो मुसेर मेरो धर रोकिदिया क्या गर्दाखेरि तुम अब दिदी पनि कहिले झर नगरौँ है अब मैले भुत्ला है मैले भुत्ले पनि त्यो एक ठाउँ भुत्ला मात्रै पास अलि खालि रोडमा लाजै मर्नु यो दिदी बहिनीसँग काम गर्नुहुन्छ दिदी बहिनी मिलेर काम गर्ने काम गर्दाखेरि आउँछ काम गर्नु पर्यो भने पो त यहाँमा त कति राम्रो गर्ने मलाई भइसक्यो म रोगी देखेर मलाई दिदी बहिनीले हेर्ने काम गरेन भने म अकासी बुढी पढाउँछ मलाई त गाडी मुख तोडायो भनेर आउने नआउने मलाई रिस उठिरहेको छ यहाँ मलाई मन पर्दैन आउने रिस उठेर अरू हाँसेर मलाई मन पर्दैन आउन दिदी बहिनी झड भइरहेको छ मेलपत्र गर्ला भन्दा झन् के भयो यिनीहरू त भने त रमाएर आउनुहुन्छ ल कस्तो होला यो जिन्दगी क्या दौडारेको ठाउँमा के अरे बाउले आलो पले मजेने बाउरा त भने जस्तो भइरहेको छ क्या गरेर तारो देखाएर अब हामीलाई रिस उठिरहेको छ भुत्दैछु मैले यहाँ कति भुत्लाउने पऱ्यो हाम्रो यो म पनि थुक पनि आयो यतिखेर क्या रिस उठेर के मलाई अनि यस्तो अनि के अरे बाउले आलु पोलेर मजिरभरि बाउरो पारेको त भइसक्यो ग्राहक कोही पनि आउँदैन अनि मान्छे व्यापारीले झड गर्छ नि कहाँ को आउँछ त राम्रो नदेखेर चाहिँ नि नआएको मैले त राम्रै बनाएको छु त यस्तो कालो अनि कालो मान्छेले कालो छ नि कस्तो सेतो होस् त अनि यस्तो कालो बनाएको को आउँछ त अनि तिमी जस्तै गोरो भए त हुन्थ्यो नि हामी त मान्छे नै कालो छ तिमी त गोरी मान्छे कालो होस् गोरो होस् मकै चाहिँ कालो बनाउनु भयो केही भयो अनि मैले बोलेँ म कति राम्री छ अनि तिमीले बोलेको म कति काली गोरी मान्छेले बोलेको यस्तो म चिया लिन गएको कुरामा यस्तो कालो बनाएको ल अनि मलाई रिस उठ्दैन त
त्यो कालो मकै बनाएको तपाईँले नै हो के को तपाईँ तपाईँले नै हो होइन तिमी भन तिमी के हो भन्दैन म त तिमी भनिरहेको छु दिदीले सिधै अब मान्छे अब राख्दिनँ अब मान्छन् म राख्दिनँ एउटा चाहिँ लठी बोक्नु एउटा चिउ फाड बनाउनु होइन मेरो छोराले हालिदिन्छु नि मेरो छोरा डर छ साँच्ची हो त हानि नै हो अब मैले हाल्यो भने उतातिर पुग्छ तैँले न तँ हान मैले हानेको त तँलाई त कति दुख्छ होला जति रुपी जाऊ न 30 रुपियाँलाई भाउ छ सोध्ने भयो नि त्यहाँ खुरुक्कन बाल लगाइहाल्नु त खाइहाले नि त खाइहाले नि त कति मातेको मान्छेहरू हुन्छन् बा चबाउँछ पनि दाँत पनि रहेछ मकै किन्न कोही नआएको बेलामा यहाँ गनगन गर्ने होइन म किन कराउँदैन म कराउने यो मकैले अहिले हानिदिन्छु म मान्छे सान्छे म बुढाले पनि हानिदिन्छु म त्यो मकै बेच्यो त तँलाई उचार गर्नुपर्छ मैले मुटुको दुखेको मुटुको रोग पाउँछ कहाँबाट खान्छ कहिले गऱ्यो कति पैसा लाग्छ कहिले गऱ्यो कहिले गरेको छैन मैले छैन के गरेँ त यहाँ यो मकै के गरेँ मैले मकै बोल्ला फेरि कालो छुटो बनायो तिमी त सेतो छ भने के ए दिदी अब है बिहा घर आइसँग भयो अब चाहिँ मकै भटभट बोलाउ आगो बोलेन बोल्दिनँ म त्यो दिदी मलाई मन दुख्या छ यहाँ मलाई चित्त दुख्या छ बोल्दिनँ म कहाँतिर घाउ दिदी भन्नु पर्दैन घाउ कहाँनिर कति हो मकै ए 40 हजुर 40 कालो कालो बनाएको भाग्ने गरेर अनि गुम्स्याएको छ अनि गुम्स्याएर अनि त्यो छिट्टो बनाइदिने है यो नानी चाहिँ के गर्नु भएको थियो एक गरे नानी यो नानीदेखि मलाई रिस उठ्यो है अब केही त बोलिदिनु पर्छ हाम्रो बारीमा त्यो ग्राह आउनु भएको छ त्यहाँ हेर्नु मकै खानु होला मकै ल हाम्रो भिडियो हेरेर चाहिँ नि सबैजना चाहिँ लाएर के गर्नु रे लाएर कमेडी गर्नु होला ओ भिनाजु यता हेर्नु साडीको मुखमा साडी चाउरी फर्के होला मैले जाने चाहिँ यो हाम्रो दिदी बहिनी हो तर झगडा यो चाहिँ नि कोरलको आगो जस्तो भयो अब हाम्रो मिलाम भयो अब एउटा केरा ल्याएर खानिदिनु पर्यो हाम्रो बहिनी दिदीले केरा चाहिँ खान पाएन नि कि हाम्रो आमा चाहिएर थाल बोकेर उठ्यो आमा यो ठिक छ अब मकै खायो भने केही खान पर्दैन अमला खायो भने चाहिँ एउटा गर्न पऱ्यो स्वर पाउँछ भन्छ तर हामी केटी मान्छेहरू त खानुहुन्छ हामी चाहिँ गेडा पनि छैन आच्छा के भने गेडा सरी सरी ए भनिहालेँ अब के गर्नु भनेपछि जे भन्नु भनेपछि सरी पो भन्दैछ मैले त ढोगिदिया
तिम्रो धर्काले तिम्रो हँसाइले मेरो धर रोकिदिया अनि नाच भन्थ्यो नि अब कसै नमस्कार ढोकिदिया फेरिमा फेरि भेटिदिया तिम्रो मुसाले मेरो धर्का रोकिदिया अब गीत भन्न जानेन अब कोही मान्छे नि त्यहाँ गीतमा आउँछ नमस्कार म मकै ढोका बोकेर चाहिँ नि म के अरे क्लास 6 आउँदैछु यो मकै ढोका हजुरलाई ल्याइदिन्छु नत्र यही आउनु होला